हामी चाहिँ मोमो खान जान लाग्छौँ है केटाहरूकोतिर अर्को क्याम्पतिर बिहान बिहानै अब दुईजना साथीहरू आउँदैछन् कहाँ आइपुगे देखेको छैन दुईजना स्यालहरू दुईजना स्यालहरू अगाडि लखर लखर हिँड्छन् दुईजना स्यालहरू पछि त टोक्छ यस्तो हेर्छ त उडुस बाटो कुरुरु कुरुरु अनि एकदम खपाएर हेर्छ आँखमारेको हामी चाहिँ मोमो खान जान लाग्छौँ केटाहरूको आज मोमो पार्टी गएर 3 प्लेट पर्दा हुन्छ हाम्रो रुबिन सर यता बसिरहेको उसको नाममा 4 प्लेट मेरो नाममा 3 प्लेट मात्र हो यहाँ चाहिँ हाम्रो रोमानियन दाजु होइन बाजे नेपाल I'm from Nepal. Okay. The roof of the moon of the world is Nepal. Yeah. The capital is Kathmandu, yes? Oh, good. You have the most difficult airport in Kathmandu. Because travel the mountains and it's difficult to go down. Look like airport. I saw many reportages with plane. Too much traffic. No? Yes. Too much. The principal cause is the man fault, not plane. Men. Yeah. Because they don't care when Landing? go down. I understand what you say. बिहान पो आउनुपर्छ विदेशबाट आउँदाखेरि पुरै त्यो डाँडाकाँडाहरूको मात्र हिउँ परेर कस्तो देखिन्छ दामी देखिन्छ म हिमालयमा आउँदा जहिले पनि 9 बजे झर्थेँ काठमाडौँ 9 बजे झर्थेँ 12-1 बजेकोमा प्लेन लगेको थिएँ त्यहाँ म मात्र होला यार प्लेन नचढ्ने यार
म्युजिक लगाउँछ के रातिको। साइरी बाजा एउटै ताल भन्ने त्यस्तो मजाको म्युजिकहरू मजा लगाउँछ यता हाम्रो बाजे खानु बाजेलाई नेपालको बारेमा अलिअलि थाहा रहेछ है म त हाम्रो बाजेलाई हिरो भएर बसेर नि कहाँ चिक्स भेट्नु जानु लाग्यो कि हिमाल देखेको छु मायाको डाँडा बिरयानी सिरयानी के पाउनु कुनै छुट्टै बिरयानी Police. पुलिस Police is like on everywhere in the world. Yeah. You have in Kathmandu the biggest stupa of the world with golden roof. Very nice. बौद्ध स्तूपा Yes. बौद्ध श्री स्वयम्भू no? The monument had named stupa, I saw, because the principal religion is Buddhism. Yes, in Nepal. Hinduism. It's Buddhism. Yes. In Nepal, there are lots of religion. Mixed. Yeah. क्रिस्चियन पनि छन् I am teacher and I learn Oh. very much for many countries Oh. and many cultures. So you have too much knowledge. Because I want to learn more because the world is so biggest and we know some little. And if you know lot, you must learn. Yeah, long. Ancient brothers. Maybe Yeah. sometimes I will travel in Nepal. I wish that. Oh. I wish. But it's too far. Yeah, it's too far. And now it's military problem in the world. Oh, yeah. It's high risk to travel. You want to visit Nepal, yeah? Yes. Good. It's good. When the military problem resolved, Yeah. because look at happening between Iran and United States. What the problem, no? All the problem have caused money. Yeah, All money. the problem in the world or Money. money is caused. Money problem. Yeah. कहाँ हो पूजा हामी कहाँ झर्ने हो रोकीमा झर्ने होला नि तिनीहरू यहीँ झर्ने हो कहाँ यहाँदेखि सिधै जाने हो क्या सहिलो हुन्छ पानी कुरा यहाँदेखि सहिलो हो जानुपर्छ पोखरी कमान दादा कल गर त कहाँ अहिले भए बुढा फोन ल्याएको सामान किनिसक्यो अरे कहाँ किन्नु अनि यहाँदेखि उयो लिएर जानुपर्ने होला त यहाँ कहाँ खुल्छ अहिले उसको खुल्दैन Okay. Nice life. Nice. Bye. Very nice. Bye. Nice to meet you. Nice to meet you, yeah. Bye. I hope see you again. Meet you again. ट्रेन चलिरहेपछि भेटिन्छ Urmează stația Crișan. Urmează stația Crișan. तिम्रो यो अहिले इन्डियन मार्गको श्रीलङ्कन भन्नु खुल्दैन यो अहिले खोल्छ 10 बजी खुल्दैन खोल्छ हो अहिले बुढीलाई झन्काएर बसिरहेको थियो खुल्दैन क्या तिमी रमणीले हो चाहिँ व्याख्या तिम्रो मेरो सँगै एकै ठाउँमा ओर्लिने हो त त्यसो भए तपाईँ कहाँ जानु म तलैनिर ओर्लिने हो सबैजना त्यहाँबाट पनि त जान्छ रोबिन्छ अर्को है
बुवा कम्प्लेन आएको अरे दाम पर्छ कम्प्लेन भयो त कम्प्लेन गर्न भन न यता हाम्रो गजेन्द्र दाई चाहिँ बोका काट्न आउला हेर्दा नि मान्छे नि बोका बोका खान मान्छे चाहिँ बोका बोका खान होइन मान्छेको बानी दिएर चाहिँ बोका बोका मान्छे त हेर्दा त सोझा सोझा यस्तो त नहाल्यो अनि यता फेरि दुङदुङे यस्तो त नहाल दुङदुङे हो म मात्र हो अलिक ठिक्कको बास्ना आउनु अरूको बेचत गर्ने आफ्नो दैछ एकचोटि ल्याउ त यो बानी चाहिँ छोड्नु पर्छ ल बाहिर यसरी नेपाली दाजुभाइ भेट्नु पाउँदा चाहिँ एकदम खुसी लाग्छ खुसी लाग्यो। अनि साझा रूममा भेटौँला है ल ल ल है त सेम यता हाम्रो ट्रेनबाट चाहिँ हामी ओर्लिसक्यौँ यहाँ छौँ अब हामी कतिजना चारजना दुङदुङेहरू छौँ हामी चारजना दुङदुङेले आज खै बोकाको डल्लो हो क्या हो सेतो सेतो हुन्छ के को डल्लो हो त्यो बजाउने हो आज त्यो चाहिँ अब लास्टको भिडियोसम्म त्यो चाहिँ अहिले हेर्नु होला त्यो के को डल्लो हो तपाईँहरूले हेर्नु होला चिन्नु होला अनि भन्नु होला के को डल्लो हो त्यो भेडाको हो कि बोकाको हो कि न उनीहरूकै हो कि रातो बलिरह यता चाहिँ हाम्रो रातो बल्दा बल्दै हिँडिन्छ फेरि उसलाई रातो कलर मनपर्छ क्या यहाँ चाहिँ अब रुल्स चाहिँ पालन गर्नु पऱ्यो नि त हामीले रुल्स एन्ड रेगुलेसनलाई त पालन गर्नु पऱ्यो त्यही नै अर्काको ठाउँमा अब यताको नजरिया हेर्नु सक्नुहुन्छ यताको नजरिया चाहिँ एकदम दामी छ बब्बालै छ सानो पार्क छ है यता चाहिँ ठाउँ ठाउँमा पार्कहरू यस्तो बनाइदिया हुन्छ सरकारले नि यो चाहिँ हाम्रो नेपालमा नि हुनु पऱ्यो क्या यस्तो टक्क ठाउँ ठाउँमा पार्क हुनु पऱ्यो यसो न माइन्ड फ्रेस गर्नलाई यतातिर चाहिँ यसो ल बिहान बिहान आएर यहाँ मान्छे देख्नु सकिन्छ पार्कतिर चाहिँ पार्क यतातिर चाहिँ फेरि पार्कतिर यसो न बुझ्नु होला यसो न मिल्छ भेटिन्छ देखिन्छ पनि है र हाम्रो पछाडि चाहिँ हाम्रो यहाँ चर्च बेल बजिरह आज चाहिँ हामी मोमो खानलाई हिँडिरहेको छौँ 8-9 महिना भयो नेपाली खानाहरू नेपाली टेस्ट तपाईँको एकदम गुड छ ठिक छ कुन चाहिँ पागल हो यो राणामान अनि अझै बब्बाल छ कस्तो बब्बाल ल अहिले बसी भेटौँ अहिलेलाई बाई बाई अब यहाँ हामी चाहिँ मार्केट जाँदैछौँ दाइहरू नि मार्केट आइसक्नु भएको छ हामीले चाहिँ ढिलो गरिसकेको छौँ र दाइहरू रिसाइसक्नु भएको छन् दाइले चाहिँ यहाँ 5 खेप कल गरिसक्नु पर्यो यो चाहिँ मैले देखाएको होइन है फेरि देखाएको भन्नु होला देखाएको चाहिँ होइन है यसो न सोअप मात्र गरेर हो देखाएको चाहिँ होइन अब हामी लगभग मार्केट चाहिँ पुगिसक्यौँ भन्नु भयो अब 2 मिनट हिँड्यौँ भने पुग्छौँ भाइहरूसँग अनि भेटघाट हुन्छ यो चिसो लागिसक्यो मलाई चाहिँ हल्का अहिले चिसो नि लागिरहेको छ घाँटी हल्का दुखिरहेको छातीहरू दुखिरहेको त्यही भएर मैले चाहिँ ज्याकेट लगाएको त्यस्तो घाम लागेको देख्नु होला फेरि त्यस्तो ज्याकेट लगाएको देखेर फेरि पागल हो कि क्या हो भन्नु होला फेरि मलाई चाहिँ हल्का चिसो लागेको कारणले चाहिँ ज्याकेट लगाएर हो
ठिक छ यस्तै छ जिन्दगी चलिरहेको छ ड्युटी जा आइज ड्युटी जा आइज ड्युटी जा आइज यस्तै छ बाहिरको जिन्दगी चाहिँ विरक्त लागेर आउँछ एक हिसाबले सोच्दाखेरि गाह्रो छ अर्काको देशमा गाह्रो छ तिनजना चाहिँ मलाई छोडेर लम्क्या खायो मोमो खानु ल लम्क्या खानु हिजोदेखि भात नखाइ बसिहाल्नु फेरि केटाहरूले खतरा खाने केटाहरू फेरि हिजोदेखि भात नखाइ बसिहाल्नु यो तिनैजना हो फेरि भातै नखाने भोलि मोमो खानु सकिन्न यार भनेर भातै खाने केटाहरू एक छाक छोडे खानु मोमोको लागि अब हेर्दै जाउँ होपफुल्ली कस्तो हुन्छ मोमो कतिको बनाउनु सकिन्छ र कतिको के हुन्छ भन्ने अहिले तपाईँहरूले देखिहाल्नुहुन्छ कतिको खान्छन् केटाहरू त्यो पनि देखिहाल्नुहुन्छ यस्तै हो जिन्दगी अहिले ल अगाडि जाउँ अगाडि बढाउँ हामीले भुट्यो है त ल हामी चाहिँ अब आइसक्यौँ यहाँ चाहिँ अब हामीले केएफसी खान सक्छौँ म चाहिँ भेज भएर केही खान्न यहाँ चाहिँ केएफसी खानु मन लाग्यो हाम्रो त पछाडि देख्नु सक्नुहुन्छ र यता हाम्रो यता पछाडिपट्टि चाहिँ मार्केटहरू छ टन्नै मार्केटहरू छ हजुरलाई के सामान चाहिन्छ त्यहाँ जानु सक्नुहुन्छ र आफूलाई चाहिएको सामान लिनु सक्नुहुन्छ हामी चाहिँ फेरि यता कफलाइन जाँदैछौँ कफलाइन यता हाम्रो दायाहरू चाहिँ कुरे हुनुहुन्छ दायाहरूले चाहिँ पब्बाले कुरिसक्नुभयो सायद मनमनै त रिस पनि उठिरह होला यस्तै छ हाम्रो दायाहरू चाहिँ भेटिसक्यो भने यता आउनुहुन्छ अब त्यही खाऊ तिमी चाहिँ हाम्रो हरि सर र हाम्रो कमान आज पहिला फटाफट गएर केटाहरूले कुर्दाखेरि केटाहरूले गर्दाखेरि ल हामीले अब भिडियो खिच्छौँ है भित्र अब होला ल मार्केट छिरिसक्यो भने चाहिँ हाम्रो रुट छ केटाहरूलाई कमान लिएर चाहिने के चाहिन्छ केटाहरूले लिँदै खानु यस्तो छ है ल हामी चाहिँ धेरै भिडियो नबनाउँ आज चाहिँ हाम्रो विदेशतिर आएर पहिलोचोटि 10 महिनामा हामी फर्स्ट टाइममा चाहिँ मोमो खान ल्याइरहेछौँ आफैले बनाएर यो चाहिँ हाम्रो कमान दाइले टक्क लाएर बनाउनु हुँदो रहेछ अब हामी यहाँनिर मिलेर मोमोको रेडी गर्दैछौँ यतातिर हाम्रो मोमो तयार भइरहेको छ यता किमा होइन यो चाहिँ हाम्रो चिकन मोमो हुँदैछ टक्क लाएर हाम्रो हरेसीले चाहिँ सिक्दैछन् यसो अलिअलि कसरी बनाउने भनेर टक्क लाएर म चाहिँ हेरेर बस्दैछु ठुल्ठुलो केही काम छैन यो चाहिँ हामीले चिकनको लागि टक्क लाएर किमा रेडी गरेर राखेको छौँ अनि यता चाहिँ मोमो अलिअलि तयार भएको छ केही भेज छन् भने केही चाहिँ चिकन पनि तयार भइसकेको छ अनि यता हाम्रो हरिस टक्क लाएर कस्तो मजा भइरहेछ नि आजको एकदम रमाइलो विशेष हाम्रो यता कमान दाइ हुनुहुन्छ टक्क लाएर होइन प्रोभाइडर नै कमान दाइ राख्नुपर्छ होला किनभने सबै कुरा कमान दाइ बिना चाहिँ यहाँ सबै अधुरो नै देखियो अरू चाहिँ बनाएपछि खानलाई रेडी त्यसमध्येको म पनि पर्छु क्या बनाएपछि टक्क खानेमा अरू केही पनि काम नजानेको त्यसले गर्दाखेरि अलिकति समस्या नै छ ठिकै छ त्यही पनि विदेशमा यसरी रमाइलो गरेर सबैजना मिलेर खाँदा चाहिँ मजै होला जस्तो छ अब लेट्स सी हेरौँ पछि के हुन्छ
ल है अब चाहिँ हाम्रो मोमो त्यो भाडा ल्याउँछ होला नि त सुरुवात त्यो भाडा ल्याउनु नि कस्तो हो त अनि तिमी सबै खाइसक्यो त ल म तिमीलाई च्यालेन्ज मोमो च्यालेन्ज है अब गाइज कसम अहिले खाइसक्यो तर अलिक छोरी देखिन्छ यस्तो ल है यो कसको मेरो हो यो गिलास डिजाइनको भयो कि यहाँ ए तिमी चाहिँ ल्याउनु पर्यो त अनि काँटै ल्याउनु पर्यो नि मेरो काका कहाँ पर्यो होला लिम्बुला चम्चा यहाँ बढी छ त ल भयो ल म त हातैले खाने भने हो कि यो त राख्नु त ल गाइजहरू ल है त ल चम्चा हान्दा ठुल्ठुलो उयो छ मोमो छ ल सुरु है त होइन एकैछिन पर्नु ढोकाल भयो हेर कस्तो छ टेस्ट दामी हो तपाईँलाई पनि देख्छ खिचे स्वाद चाहिँ बबाले आयो ठुलो पनि छोला किन हालिदिनु भन्नु ठुलो ठुलो यस्तो त खाने हो त नि त्यो सानो सानो यो बनाउनु तपाईँ गिलास हल्के लाग्यो तपाईँलाई भन्नु नि म बोतल ल्याइदिनु नि त सर यो चाहिँ हाम्रो टकिला यो चाहिँ कडा पऱ्यो है यो चाहिँ यो गिलास कस्तो हो सामान थपिदिन्छु के हो यो जाम उता मल भयो मोमो त्यो मोमो त्यो ल्याउनु त बाटा म पुग्यो कहाँ पुग्यो कहाँ पुग्यो भने तिम्रो मोमो सबै यो सबै तिमीले खाने यहाँ उठ्ने होइन यहाँ पुग्यो अरे दुई पिस खानु भएको छैन पुग्यो पुग्यो रे कहाँ पुग्छ कहाँ भयो अब म त कहाँ खानै बस्ने नै हो के भन्छ बसेर जाने सर्दी वर्ष खालि इन्जोय हो अझ फुल इन्जोय भयो दाइ 4 प्लेट खाने मान्छेले कहाँ 1 प्लेट खाएर पुग्छ त ल अचार कुकर दियो त भनेपछि बाजी राख्यो है यिनले तन्केरै दिँदैछन् बाजी राखे भए भ्याउने 1000 को कुरा भयो त अनि 1000 त अहिले बजार 1000 त अहिले कता कता चटनी खामै चटनी खाम खतरा बनाउनु भयो जति त्यहाँ लाने आउने बल स्याहार मोमो चटनी हामी जाने होइन स्याहार मोमोको जस्तै यहाँ हो गफ हेर्नु। हो तर टेस्ट चाहिँ जस टाइम लाग्यो भए पनि मलाई स्याहार आउँदैन मोमो यस्तो ठुल्ठुलो लाउन, त्यही है मलाई आउँदैन के गर्नु बाहिर बसेर चम्चा अरू टन्ने भइहाल्छ मलाई कतिको खेल्न आउँदैन फुटबल अनि के गर्ने त्यहाँ केटाहरूले ड्याङ्गा हानेर 10 बजेसम्म बसेर भने यो बाटा भ्याएर जाऊ कोल्याप्स सक्यो सकिन्न मोमो त खायो पछि नि त पेटमा गएपछि पछि मजाले खाउँ पानी खायो भने त्यसपछि मोमो किन्ने यही हो साथीभाइ भेटघाट रमाइलो डुबिन्छ के हो यहाँबाट के हुनु पऱ्यो त 2 महिना भयो होला है गर्मी सुरु हुनु बेला भन्दा अहिले भनेको थियो। चम्चाले खायो हुन्थ्यो होटेलमा त म हात ल्यान्छु हो यो त रुममा त्यहाँदेखि सवाब आफ्नै साथीभाइ दाजुभाइ होइन होटेलबाट हातले दिन्छ मोमो त ठुल्ठुला है राम्रै एकै प्लेटले काण्ड पुगेर त्यो त स्याहारमा भन्दा नै चर्क आयो अब स्याहारमा भने यस्तै त हो नि खानै सक्दैन यार
यहाँ बाटा खाली भइसक्यो त लगिहालौँ न किन यहाँ थापा बेलामा न कहाँ नखाने भने 2 प्लेट त हाल्नै पर्छ नि खाएर जाने नि त बिस्तारै एक प्लेटले खान पऱ्यो यार 4 पिसले मोमै अनि साइजै मारै छ अनि अहिले त अनि सानो सानो बनाए होइन भने चिकन त यार भर्खर त पाकै फुल्यो के सेफु दसेको 1.5 प्लेट त हान्नु पर्यो जेड्दै 2 हो यता मलका मूल थियो मुल्ते एउटा मुल्ते त खान सकिनु भन्छ 3 पिस मात्रै हो हे कस्तो भयो नगर हाल्नु 3 पिस बाहिर पछि थापुला हरिस तर सकिँदो रहेछ खाना त कस्तो गाह्रो होइन धेरै बनायो त यार यो हेर्न पिस पिस हेर्न पिस अहिलेसम्म त यहाँ 2 प्लेट खाइसक्यो यता अनि यो यत्र त यो दुईटाको टेस्ट गरौँ न अचार एउटाको 2टा छ क्या साइज हो ए अचार घरमा बनाएर खानुको स्वाद हो अचार कता कता अचार अघि नि मैले भनेको थिएँ त यो बालै बनाउनु चाहिँ दाइले यो काजु साजु भयो काजु नि हाल्छ नि अचार काजु बदाम भयो झन् राम्रो हुन्थ्यो कस्तो राम्रो स्वाद आउँछ काजु बदाम काजु बदाम थियो नि यार मसँग त एउटा मिक्सचर थिएन नि त पेस्ट हामी सबै मिक्सरै भन्नु के पहिला एकपल्ट बनाएको यस्तो दामी भएको थियो बजार हेर्नु ल साथीभाइ हो ल है मजाले खाऊ है मजा छिल्लिकियो खाना तर खाएर खाना गाह्रो म त खाँदैन खाँदै किन मगाएको त दाइको पेटै डम्म भयो लास्टमा त बस हुन्छ होइन भोक लाग्दै थियो क्या अलिक भोक हराएछ क्या हो यो भोक मात्र पनि होला अहिले मैले भन्दै थिएँ त हाम्रो दाजुलाई खानामै आनु यो साइज चाहिँ ठिक छ है मम्मीको हो यत्तिको साइज चाहिँ गरेर एकैचोटिमा सत्तै सक्ने हो यार यो भन्दा त मारे त हान्नै छिटो भएको यो त अचार अहिले सानो सानोमा नभए 5 बज्थ्यो स्टिम नै एउटै भएर हो क्या हरि चाहिँ गाह्रो भयो यार हरि चाहिँ सकाउनु सकिँदै धेरै यत्रो खान सकिन्छ 3टा त जबरजस्त कोच्ने हो ट्याममा गएर ड्याउ गरिदिनु पर्छ क्या यहाँ अजिनाहरू नभएर हो क्या अजिना हालेको त अनि अजिना नि हाल्यो मसँग अजिना छ ए आइटम त सबै छ कि म आइटम सब छ है अजिना धेरै उब्जनु तर स्वाद चाहिँ त्यसले गर्दा आउने हुन्छ होइन ठिक छ खाइयो टेस्ट आउँदैन तर त्यसले अजिना टेस्ट हुन्छ हाफ गरेर खाउँ है टेबल त नसके बिस्तारै खाऊ घोप्टो परेर हुन्छ कि हतार छैन उफ्रेर हुन्छ कि खाना चाहिँ खाऊ ठडै पटा हुन्छ कि उफ्रेर हुन्छ उफ्रेर हुन्छ कि खेलाइरहनु पर्ने अब एकछिन त यसो गफ गर्ने खेलाउने बोतल आदि त्यसमा हालौँ यसले खाना उ भयो धेरै हुन्छ एकसँग हुन्छ धारो लाग्छ होइन मेरो यहाँ यो थाप्नु नि त बोतल हो यो त हल्का पखाली यसमा खानु हुन्छ यार कमन आइडिया किन
ग्लासमा यो त बोतल किन खानु एउटा बोतल काट्दिउँ न भाइ भने के काट्नु होइन सब्जी ए होस् अब यसको ढक्कन त्यहाँबाट ढक्कन ल्याउ न उठ्ने ए एकछिन बस कहाँ हुन्न त्यस्तो होइन सकेन खाएको अहिले अलिक तन्केर खाउँ कि एकपल्ट उठे ठिक ठाउँमा जान्छ दाइ ल्याएर अघि भन्दै थिएँ तिमीहरूलाई आयो यहाँ त साँच्चीकै मोमो त फ्यान लाउनु नपर्ने आइता आउँदो रहेछ मिठो हावा आउँछ नि त्यहाँ फ्यान बन्द लाउने ओ भेज मोमो अलिकति खाउ न खाउ यार 5वटा दबाई दिनु त 5वटा ए 5वटा 3 प्लेट भन्दिनँ 2 प्लेट नि खाइसकेन 2 प्लेट त मस्तो हान्यो यसमा दुई छ उनलाई दिनु रुद्र भन्दै तपाईँलाई हाल्नु हाल्नु यसलाई त हटाउनु पऱ्यो है यहाँ सेक्यो ए छेक्यो मम्मीले त खाम बाटो छेर्यो बाटो ल्याउनु हैन अब कहाँबाट अब यो यत्रो यत्रो ठुलो मामा पाइन्छ भनेर थाहा छैन नि त शेखर मामा भन्दा पनि यहाँ चर्को यहाँ जन शेखर त्यसरी भएको हो क्या यहाँ रोमन अहिले ताजुब त्यहाँ मिलाएर तिमीलाई चिसो खाऊ एकछिन मजाले खाइन्छ क्या खाऊ तिमीले 20 मोमो भने अब यहाँ 10 मोमो नि खान सक्दैन यिनले त्यही सोचेन होला त्यो लोकल पसलतिर एउटा सानो सानो उवाला क्या कहाँ खायो तिमीले अघि आउँदै 10 12 वटा खाइसक्यो 9वटा 8वटा खायो खानु है खानु म त दाब्दै यार तर यार मैले मात्रै दाबेँ यार कसैले सकेन खानु मन मैले हो दाबे 20वटा कसैले दाबे है सबै खायो तिमीले म त खाइसकेँ म त खाइदिएँ म त खाइदिएँ म त खाइदिएँ म त मोमो त्यति पिरो नि छैन है ठिक्कको छ त्यहीबाट खान्छ याद पिरो भयो भने त अहिले यहाँ पिरो हटाइहाल्दैन। मलाई अलिक पिरो पुगेन टिभी त धेरै खानु हुन्न क्या ठिक्क छ अलि अलि दबाउनु पर्ने रहेछ पिरो झन् टेस्टी हुन्छ त खानु पिरोले झन् टेस्टी आउँछ त खान्छ कि होइन कमानले हो कि भन्छ पिरोले झन् टेस्ट आउँछ नि हैन के हो कमान्दा पिरोले झन् टेस्ट आउँछ नि हैन म त पिरो खाइनु धेरै अचार देखानी हो क्या सरस खाऊ खाऊ सर म त खान्छु पोस्टमा दिइराख्नु फेरि सर बस्न यो पोलिटी मारेर बस्नु सक्दिनँ कि म होइन भयो 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 2 प्लेट त म जहिले खान्छु मोमो हामीले जहिले बनाउँदा नि हो तन्किन त पर्दैन तर यो पोलिटी मारेर बस्न गाह्रो हुन्छ कि होइन यहाँ केही न केही घोटाला यो खाइसक्यो भने 30 मोमो हुन्छ यो त म हो 3 प्लेट हुन्छ यार 2 प्लेट त खाइन्छ हो मजाले मोमो त मोमो एक प्लेटमा म त खान्छु 10वटा कहाँ 10वटा हुन्छ 10वटा हुन्छ खासमा एक प्लेटमा 6वटा फेरि इन्डियातिर पूर्वमा 9वटा दिन्छ इन्डियामा पहिला अहिले चाहिँ 9वटा गर्नु लाग्यो क्या रेस्टुरेन्टमा खरिदिनु होइन पूर्वमा पहिले 9वटा 10वटा मोमो 10वटा हुन्छ माथि हाम्रोतिर के हातको 5 हो तर एक तल 9वटा हाम्रो त 6वटा दिन्छ फुलमा 10वटा यो त त्यही हो जाने त्यसमा त हाफ खानु चाहिँ फाइदा रहेछ त के रे डबल खाइदिने हाफ हजुर पैसा फेरि पैसा नि त्यस्तै होला नि त चार्ज फेरि धेरै हुन्छ पैसा धेरै हुन्छ कसरी यार त्यो त अन्याय भइहाल्यो नि पोलिसी त्यही भएर फुल खान्छ पोलिसी त्यही त हो नि व्यापारको एउटा बाँड्दैन मोमो चाहिँ धेरै नै अब चिन्ता जति हाल्नु फुल पनि 2-3 प्लेट हो कस्तो थाइट भने खाइन्छ फेरि चाउमिन खाना चाहिँ यसो जहिले गर्नु आएको। एकपल्ट तिलिक्क तन्केर एक खुट्टा हान्नु त त्यो एउटैले यार 2टा जति 3टा जति हेरौँ न ल होइन तपाईँले खान सक्नु भएन है धेरै रुमन दाइले नि खानुभयो हरिशले नि खाएन मैले खाएँ त थपेको खाइसकेँ सबैको हो हजुर
तेस्रोचोटि छोएर किन्ने मात्र हो क्या अरू दोस्रोचोटि दोस्रोचोटिमै इनफ भयो त यार हो तिनवटा त खानु तिनवटा त खानु तन्केर भयो नि खाना पऱ्यो नि यार यहाँ त हाल्नु थोरै सबसे हाइएस्ट मोमो मैले खाएको क्या आज 7वटा फर्स्टमा 12 सेकेन्डमा 7वटा सेकेन्डमा 4वटा सक्नु भएन मेरो त यहाँ छ मलाई त ठिक्क साइज गरेको यार बोल्नु 12 त खायो आज त 12 हान्ने मैले 12 खायो हाइएस्ट खायो तिमीले अहिलेसम्म यार केजी तन्के 12 हान्दियो खाना खान्न 13 14 बनाउने हो खाँदै खान्न जे पनि म यो बनाएको दबाएर भेज नै टेस्ट गर्ने हो हाल्दियो रुबिन रविन सरलाई भेज हालिदिन्छ दुईटा भेज के दुईटा भेज अनि चिकन खानु न यो त भएन चिकन भन्दै त हुँदै हुँदैन सानो सानो दुईटा हालिदिनु खाऊ सानो सानो के खाइन्छ ए सानो रोमन दाइले होला सानो के दुईटा खाऊ के सानो के सानो यति सानो एकदम होइन त एकदम सानो छानेर हालिदिनु किन लास्टमा नि आयो हाल्दियो खानुलाई किन लाज यार काम खाऊ अरू भेज नि हाल्दा सानोवाला ल्याउने अब। खानु कि खानु भेज दुईटा गाता भेज दुईटा के को लाज मान्ने चिकन लाज होइन क्या यहाँ स्टोरेज नै फुल भयो स्टोरेज निकाल्न नि सक्छ 2 पिस मात्र मात्र सक्नै सक्यो कि यहाँ मध्येको सबै भोगले उता वास्तवमा कुरा चाहिँ यस्तो भएर हो क्या त्यत्रो भने अब त्यत्रो अझ वास्तवमा चाहिँ खासमा किन यस्तो भयो भने त्यो रिचाउँदै हो हजार यहाँ अब पार टेबल हुन्छ हो के खानु जरुरी छैन मैले अलरेडी त्यसरी नै अब न भेज टेस्ट गर्ने हो कि म अलरेडी घरबाट अलिकति भात खाएर आएको थिएँ खाने मान्छे हो 30 हैन कति 40 मैले अलरेडी भात खाएर आएको थिएँ थोरै भेज हो म त खानु अनि के भेज भेज पनि टेस्ट गर्नु मलाई भनेको के मान्छेहरू त तैँले टेस्ट गर्नु न भनेको मजा भेज राम्रो छ अब यसले कहाँ खान सकिन्छ त दामी यार बन्द गर्दै